हेलो साथीहरू नमस्कार। के छ तपाईहरुको खबर? म तपाईहरुलाई आज चाहिँ थोरै इन्जोय गर्न सिसा पिउनका लागि म प्रस्थान हुँदैछु। ठाउँमा नि पुगिसके। सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। न्यू ब्लक हेर्दै जानु साथीहरू। सिसा पिएर जुस पिएको अवस्था। मैले यसो वाइट्स कभर गरिरहेको अवस्था। यहाँ हेर्नु साथीहरू, यो ठाउँमा चाहिँ यस्तो गरेर सजाएको छ। हेर्दै जानुहोस् तपाईहरुलाई कस्तो लाग्छ इन्जोय गर्ने। तपाईहरु नि आउन सक्नुहुन्छ। कस्तो लाग्यो? थोरै जुस पिउँदै छु। यसको अवस्था चाहिँ यस्तो छ साथीहरू। थोरै भ्यू हेर्दै सिसाको चस लिँदैछु साथीहरू। घुम्दै जाँदा फिर्दै जाँदा यो ठाउँमा आइपुगेको छु आज चाहिँ। कस्तो लाग्यो त साथीहरू? मेरो ब्लग हेर्दै जानु होला। साथ सपोर्ट पनि गर्दै गर्नु होला। सब्स्क्राइब नगरेको सब्स्क्राइबै गरिदिनु होला। लाइक कमेन्ट पनि गर्दै जानु होला भन्ने आशा गर्दै म चाहिँ थोरै इन्जोय गरिरहेको अवस्थामा छु साथीहरू। यसले चाहिँ भन्दै थियो कि सिसा कस्तो छ। मैले भने राम्रो र फ्यान्टास्टिक छ भनेर मैले भन्दै। मेरो यस्ता खासै भ्लग बनाउन त त्यति खासै आउँदैन। जस्ट ट्राई मात्रै गरिरहेको अवस्था छु साथीहरू। कस्तो लाग्यो हेरेर मन पराइदिनु भयो भने कमेन्ट गरिदिनु होला। केही गल्ती कमजोरी भयो होला भने पनि कमेन्ट गरेर बताइदिनु होला भन्ने पूर्ण आशा गर्दै भोइस कभर गरिरहेको अवस्थामा छु साथीहरू। गर्मीको मौसम छ। थोरै जुस खाँदै जुस पिउँदै सिसा पिउँदै इन्जोय गरिरहेको अवस्थामा छु साथीहरू। यस्तै हो साथीहरू, परदेशी जिन्दगीको लाइफ स्टाइल यस्तै जिउँदैछ। परदेशीमा कहिलेकाहीँ छुट्टीको मौसम बनाएर सिसाको च्वास लिँदै स्मोक गर्दै बसिरहेको छु साथीहरू। तपाईहरुलाई यहाँ कस्तो छ भनेर पनि म देखाइदिन्छु। थोरै हेर्दै जानु होला। अघि बढ्दै हिँड्नु होला साथीहरू। म टक्क लाएर देखाउँदै जाँदैछु। सिसाको चस लिँदै देखाउँदै अघि बढिरहेको छु साथीहरू। हेर्दौं थोरै स्मोक गर्दै यसो जान्दै नजान्दै भए पनि थोरै सिसा तान्दै बसिरहेको छु। किनकि यो ठाउँ धेरै गर्मीको अवस्था छ अहिले। साथमा कुलर छ। कुलर चलाइरहेको अवस्थामा हेर्दैछु साथीहरू। कस्तो लाग्यो साथीहरू हेर्दै जानुस्। कुनै गल्ती कमजोरी भयो भने पनि सुधार्ने मौका गरिदिनुस् भन्दै थोरै इन्जोय गर्दैछु साथीहरू। कति भ्लगमा गल्ती पनि हुन्छ। म चाहिँ नयाँ भ्लगर हो। ट्राई गर्दैछु, अघि बढ्दै जानु भन्दै अघि बढिरहेको अवस्थामा छु साथीहरू। हेर्दै जानुहोस्। यहाँको भ्यू यस्तो छ। पछाडिपट्टि समुद्र छ। त्यहाँको खासमा बोटहरू पनि चलिरहेको छ। यो नाम, यो ठाउँ त तपाईहरुले देखिसक्नु भएको पनि होला। तपाईहरुले चिनिसक्नु पनि भयो होला। कतिपय साथीहरू आएर यहाँ इन्जोय पनि गरिराख्नु भएको होला। म चाहिँ आज थोरै समय मिलेर अघि बढी यहाँको भ्यू हेर्नु यस्तो छ। पुरानो
कोही यस्तो छ साथीहरू, यो बेलुकाको समय हो, लगभग 12-1 बजिसकेको अवस्था हो। यहाँ चाहिँ पानी झर्ने ठाउँ देखाइदिन्छु, तपाईँहरूलाई हेर्दै जानुहोला। यस्तो यहाँ डेकोरेसन गरिदिएको छ, पुरानो म्युजियम जस्तो जस्तै याद आउँछ। त्यही भएर पछाडिको भ्यू हेर्नु साथीहरू, यहाँ चाहिँ यस्तो छ। सरला र पानीको ठाउँमा, समुद्रको छेउमा इन्जोय गर्नुहोस्। यसपछि डुङ्गाहरू यसरी आउँछ, यहाँको बोटहरू हेर्नुहोस्। यसको ठ्याक्क पछाडिपट्टि हो। यो चाहिँ यस्तो छ साथीहरू, हेर्नुहोस्। सरर जान्छ, यता यो कुन ठाउँमा जान्छ र कहाँ जान्छ भन्ने त्यति मलाई ज्ञान छैन, तर उसकै ठाउँमा गएर गन्तव्यमा गएर रोकेला भन्ने आशा राख्दै अब ब्लगको अन्त्य पनि हुँदैछ। यो चाहिँ म ठ्याक्क लाएर घर जाने अवस्था हो। यो ठाउँ कुन ठाउँ होला भनेर तपाईँहरूले यसो थाहा पनि पाइसक्नु भयो होला। लगभग ब्लगको अन्त्य भइसकेको अवस्था छ। अब बिस्तारै ब्लग टुङ्गाउने आँटेको छु भन्दा नि भयो। तर यो ठाउँ हेर्नुहोस्, तपाईँलाई सबैलाई थाहा भएकै कुरो हो कुन ठाउँ हो भन्ने कुरो। मैले नाम त भनिराख्नु नपर्ला, तैपनि हेर्नुहोस्। थ्याङ्क यू सो मच। नेक्स्ट ब्लग।